12 घण्टा कपाललाई यसरी जुरो बनाएर राख्दा यति साह्रो पेन हुन्छ नि। रुम जाने बित्तिकै पहिला सुरु काम भनेको चाहिँ कपाल खोल्ने, अनि त्यसपछि हातले मजाले मसाज गर्ने, अनि फेरि लुज तरिकाले बान्ने होइन। ड्रेस चेन्ज गरिसकेपछि चाहिँ त्यतिकै बस्नु मन लाग्छ, के काम नगरौँ जस्तो लाग्छ। काम नगरेर के गर्ने, फेरि भोक लाग्छ, भोक लागेपछि खाना खानु परिहाल्यो। खाना खानको लागि चाहिँ खाना बनाउनु पर्यो। किचनमा जानुभन्दा अगाडि चाहिँ पहिला आफ्नो काम गरौँ भनेर पहिला सुरु फ्रेस भएँ, अनि त्यसपछि धोएर सुकाएको थिएँ। त्यो कपडालाई उठाउनलाई बाल्कनीमा गएँ। यस्तो गर्मी छ नि बाल्कनीमा, बस्ने मन नलाग्ने। अनि त्यसपछि रुममा आएँ, अनि त्यसपछि रुमको हल्का सरसफाइ गरिसकेपछि चाहिँ किचन गएँ। किचनमा चाहिँ मैले चिकनलाई म्यारिनेट गरेर राखेको थिएँ अगाडि नै, अनि त्यो म्यारिनेट गरेको चिकनलाई चाहिँ पहिला सुरु फ्राई गर्छु भनेर तेल लगाइदिएँ। अनि आज चाहिँ नुडल्स बनाउँछु भनेर पहिला सुरु क्याप्सिकमलाई मसिनो गरेर काटेँ, अनि त्यसपछि गाजरलाई मसिनो गरेर काटिसकेपछि तेल मजाले तातिसकेछ। अनि चिकन चाहिँ एक एकवटा हाल्छु भनेर 2 चोटि फ्राई गर्छु भनेको थिएँ, तर मलाई झ्याउलाई एकैचोटि मजाले फ्राई गरेँ। अनि नुडल्सहरू पनि रेडी भइसक्यो। अनि अघि फ्राई गरेको चिकनलाई चाहिँ मैले माथिबाट लगाएँ मिक्स गर्ने, अनि त्यसपछि स्पेसल चिकन चाउमिन पनि रेडी हुन्छ। प्लेटमा लगाइदिएँ, अनि हट सस लगाइदिएँ। तर साँच्चै अस्ति साथले भन्दै थियो यो मिठो छैन भनेर, यो साँच्चै के रहेछ क्या, त्यो लाउँदाखेरि त्यसको मलाई टेस्टै डिफ्रेन्ट आयो कि। अनि त्यसपछि कार्यक्रम पनि मजाले सकाइसकेपछि किचन सरसफाइ गर्ने काम पनि गरेँ, अनि भाँडासाँडा मजाले माझेर राखिदिइसकेपछि हल्का सरसफाइ गरेँ। अनि त्यसपछि ड्युटीमा हुँदाखेरि चाहिँ टाइम जानलाई यति साह्रो गाह्रो हुन्छ नि। रुममा जाने बित्तिकै यस्तो केही मात्र गर्नुपर्छ, हेरेको त 11 बजिसकेको रहेछ। अनि त्यसपछि चाहिँ रुम